नमस्ते एवं हार्दिक स्वागत छ। लक्स इन्फो नेपाल युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्णमा वेलकम। आज म तपाईँहरूमा एउटा विषयवस्तु लिएर आएको छु, जुन चाहिँ तपाईँले कभरमा हेरेर जानकारी पाइसक्नु भएको छ, जुन चाहिँ हाम्रो आर्थिक गणना हुन लागिरहेको छ। यो राष्ट्रिय आर्थिक गणनामा तपाईँहरूको सर्ट लिस्टमा नाम आइसकेको छ, जुन चाहिँ सुपरभाइजर र सुपरिवेक्षक र त्यसपछि इन्युमेटर अथवा गणको लागि चाहिँ सर्ट लिस्टहरू आइसकेको छ सबै जिल्लाहरूको। तपाईँले हेरिसक्नु पनि भएको छ होला, आफ्नो नामहरू आएको छ भने चाहिँ अब तपाईँहरूले सम्पर्क गर्नुपर्ने मिति स्थानको कुराहरू छ, त्यो पनि आइसकेको छ, तपाईँले हेर्नु भइसकेको होला। त्यो पनि म तपाईँलाई अन्तिममा राख्नेछु के कुराहरू छन् भन्ने विषयमा। र अब भने हामी विषयवस्तुतर्फ नै लागौँ, सुरु गरौँ। सुपरिवेक्षकका कामहरू अर्थात् के छन् भन्ने विषयमा हेर्छौँ होइन, अनि यो सूचनाको बारेमा हेर्छौँ। म तपाईँहरूलाई त्यसको डिटेली नै कुराहरू राख्नेछु। तर त्योभन्दा पहिले चाहिँ यहाँ एउटा सूचना हेरौँ। राष्ट्रिय आर्थिक गणना 2082 सुपरिवेक्षक तथा गणक प्रारम्भिक अर्थात् सर्टलिस्ट प्रकाशन गरिएको, जुन चैत 11 गतेको सूचना छ। 83 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म चाहिँ यो के हुन्छ त, देशव्यापी रूपमा चाहिँ राष्ट्रिय आर्थिक गणना हुन गइरहेको छ। र यो आर्थिक गणनामा चाहिँ 82 को स्थलगत तथ्याङ्क सङ्कलन कार्यका लागि भनेर फिल्डमै जानुपर्ने यो काम हो। र आवश्यक पर्ने सुपरिवेक्षक र गणक पद पूर्तिका लागि चाहिँ कार्यालयको 10/1 अथवा माघको 1 गतेको सूचना अनुसार चाहिँ आवेदन दिएका सम्पूर्ण उम्मेदवार मध्येबाट चाहिँ बढानुक्रम अनुसार चाहिँ प्रारम्भिक सूची अर्थात् सर्टलिस्ट तयार गरी अन्तर्वार्ताको लागि चाहिँ 12 महिना 11 गतिको निर्णय अनुसार चाहिँ छनौट गरिएको व्यवहार जानकारी गराइन्छ भन्ने चाहिँ सूचना आएको छ। र यसमा चाहिँ अब आवेदन दिने सम्बन्धी संक्षिप्त जानकारी चाहिँ कार्यालयले 82/10/1 को सूचना अनुसार चाहिँ करार सेवामा कार्य गर्नका लागि सुपरभाइजर गणकका लागि चाहिँ दरखास्त आह्वान गरेको सुपरभाइजर पदका लागि चाहिँ 28,870 जना र गणक पदका लागि चाहिँ 1,36,113 जनाको चाहिँ आवेदन प्राप्त भएको रहेछ। र प्रारम्भिक सूची अर्थात् सर्टलिस्टका लागि चाहिँ छनौटका आधारमा चाहिँ उम्मेदवारहरू प्रारम्भिक सूचीका लागि छनौट गर्दा निम्न बमोजिमको अङ्कहरूलाई आधार गरिएको छ भनेको छ, जसमा चाहिँ आवश्यक शैक्षिक योग्यता बापतको चाहिँ 35 अङ्क र गणना तथा सर्वेक्षणमा चाहिँ काम गरेको अनुभव छ भने चाहिँ उसलाई 5 अङ्क र स्थानीय प्राथमिकताको आधारमा चाहिँ उसलाई 10 अङ्क चाहिँ प्रदान गरिएर सर्टलिस्ट गरिएको छ भन्ने चाहिँ सूचना तपाईँहरूले हेरिसक्नु भएको छ। त्यसपछि चाहिँ माथि उल्लेखित आधारमा चाहिँ सुपरभाइजरको हकमा चाहिँ जिल्लामा र गणकको हकमा चाहिँ स्थानीय तह स्तरमा चाहिँ उच्चतम अङ्क प्राप्त गर्ने र उपलब्ध भएसम्म चाहिँ 50% महिलाको सङ्ख्या चाहिँ कायम हुने गरेर चाहिँ सूची तयार गरिएको छ भनेर आएको छ। र तपाईँले नामहरू अझै हेर्नु भएको छैन भने चाहिँ www.nsonepal.gov.np मा गएर चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ आफ्नो सर्टलिस्टको नाम। यदि गणक हो भने गणक र अर्को सुपरभाइजर हो भने सुपरभाइजरकोमा गएर हेर्न सक्नुहुन्छ। अब यहाँ के भनेको छ भन्दाखेरि चाहिँ प्रारम्भिक सूचीमा पर्नुभएको उम्मेदवारहरूले अन्तर्वार्ताको लागि चाहिँ सम्बन्धित जिल्लाको जिल्ला आर्थिक गणना कार्यालयमा चाहिँ सम्पर्क गर्नुहोला भनेर भनेको छ। र आर्थिक गणना कार्यालयहरूको सम्पर्क नम्बर र जिल्ला स्थानीय तह अनुसार चाहिँ सुपरभाइजर र गणकको करारका लागि आवश्यक माग सङ्ख्या समेत यो सूचनासँगै राखिएको छ। मैले त्यो यहाँ डिटेल राखेको छैन, त्यो सम्पर्क नम्बरहरू पनि हेर्नु होला, त्यहाँ छ। र सम्पर्क मिति चाहिँ चैत्र 16 गतेदेखि 19 गतेसम्म चाहिँ तपाईँले सम्पर्क राख्नुपर्ने हुन्छ। र अन्तर्वार्ता चाहिँ सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयले तोकेको स्थान र मिति र समयमा अन्तर्वार्ता दिन जाँदा चाहिँ आवेदन दिँदा पेस गरेका कागजात, तपाईँले आवेदन दिँदा जे अनुभव र आफ्नो शैक्षिक योग्यताको चाहिँ दिनुभएको छ प्रमाणपत्र, त्यो चाहिँ सक्कलै लिएर जानुपर्ने छ। र विदेशी शैक्षिक संस्थाको प्रमाणपत्र पेश गरेको भएमा चाहिँ अनिवार्य रूपमा समकक्षता प्रमाणपत्र र सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयले तोके बमोजिमका कागजात लिएर जानुपर्ने छ भनेर भनेको छ। र छनौट भएकालाई चाहिँ तालिम भनेको 26 चैत्रबाट 30 गतिसम्म 26, 27, 28, 29, 30 गरेर 5 दिन चाहिँ तालिम दिने र त्यो चाहिँ तालिम चाहिँ जिल्ला गणना कार्यालयबाट दिने भनेर भनेको छ। यो चाहिँ सम्बन्धित जिल्लाको जिल्ला गणना कार्यालयमा हुनेछ तालिम। र तपाईँले सम्पर्क चाहिँ अब चैत 16 गतेदेखि 19 गतेसम्म गर्नुपर्ने छ। यहाँ कि चैत 16 भनेको चाहिँ तपाईँको भोलि को पर्सिको समय हो, सोमबारदेखि तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ। अब हेरौँ, मैले यहाँ तपाईँहरूलाई सहज होस् भनेर विभिन्न सुपरिवेक्षकका काम गणकका कामहरू चाहिँ मैले यहाँ राखिदिएको छु, के काम गर्नुपर्छ र अन्तर्वार्तामा चाहिँ तपाईँलाई के सोधिन्छन् भनेर चाहिँ मैले तपाईँलाई राखेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सुपरिवेक्षकका कामहरू चाहिँ अब गणकलाई निर्देशन दिने, मार्गदर्शन गर्ने हो होइन। अब गणकलाई चाहिँ प्रक्रिया, फारम भर्ने तरिका, कार्यक्षेत्रको बारेमा निर्देशन दिने हो, गणकहरूको कामको अनुगमन गर्ने, अनि सुपरिवेक्षण गर्ने, गणकले सही तरिकाले काम गरेको छ कि छैन भने जाँच गर्ने, विभिन्न सङ्कलित तथ्याङ्कहरूको गुणस्तर चेक गर्ने, ऱ्यान्डमली चेक गर्ने, डेटा सही छ कि छैन, अधुरो छ कि भनेर जाँच गर्ने, त्रुटिहरू भएमा छ भने चाहिँ डेटा पुनः जाँच गर्ने, ऱ्यान्डम चेक गर्ने होइन, फिल्डमा देखिएका विभिन्न समस्याहरूलाई समाधान गर्ने,
हैन विभिन्न व्यवसायहरूले दिएको जानकारीहरूलाई चाहिँ सही टिपोट गरेको छ छैन हेर्ने दिन मानेनन् भने अर्थात् त्यस्तो अवस्थामा समस्याको समाधान गर्ने गणनाको प्रतिवेदन तयार गरेर चाहिँ सम्बन्धित निकायमा बुझाउने हो। त्यस्तै अब गणकका कामहरू भनेको चाहिँ तोकिएको प्रश्नावली अनुसार चाहिँ प्रश्नहरू सोध्ने अन्तर्वार्ता लिनुपर्छ। कार्यालयले तोकेको क्षेत्र र तोकिएको समयभित्रमा चाहिँ काम गर्नुपर्दछ। अर्को व्यवसाय तथा संस्थाबाट वा घर परिवारको तथ्याङ्क सङ्कलन जे सङ्कलन गर्नु भनेको छ त्यो सङ्कलन गर्नुपर्छ र उत्तरदाताबाट आएको जवाफलाई चाहिँ सही तरिकाले तपाईँहरूले फारममा टिपोट गर्ने वा डिजिटल माध्यमबाट भनिएको छ भने सही माध्यमबाट इन्ट्री गर्नुपर्छ र आफूले प्राप्त गरेको तथ्याङ्क वा डाटाको चाहिँ सुरक्षा र गोपनीयता चाहिँ कायम गर्नुपर्ने हुन्छ। कसैलाई सुनाउने भन्ने अर्कोलाई दिने भन्ने हुँदैन। कुनै पनि समस्या आयो भने चाहिँ तत्कालै आफ्नो सम्बन्धित सुपरिवेक्षक वा कार्यालयले चाहिँ तपाईँले जानकारी गराउनु पर्ने हुन्छ भने आफूले सङ्कलन गरेको डाटा सहितको फारम चाहिँ सम्बन्धित अधिकारी वा कार्यालय वा सुपरिवेक्षक जसलाई तोकिएको छ सम्बन्धित निकायमा चाहिँ तपाईँले बुझाउनु पर्ने हुन्छ, सम्बन्धित निकाय वा अधिकारी समक्ष हैन। यो चाहिँ सम्बन्धित सामान्य कामहरू भयो। अब तपाईँलाई अन्तर्वार्ता को लागि चाहिँ बोलाइन्छ। अन्तर्वार्ताको लागि बोलाइसकेपछि तपाईँले के कुराहरूमा चाहिँ सोधिन सक्छन् भन्ने कुरा चाहिँ म तपाईँहरूलाई माझ राख्छु। अब हेरौँ, सुरुमा चाहिँ तपाईँले अब हरेक ठाउँको अन्तर्वार्तामा चाहिँ परिचय खण्ड हुन्छ। सुरुमा तपाईँलाई परिचयबाट नै सुरु हुन्छ हैन। भित्र तपाईँ छिर्नुहुन्छ, अन्तर्वार्ता दिने कोठामा छिर्नुहुन्छ। त्यसपछि चाहिँ तपाईँलाई बस्नुहोस् भनिसकेपछि चाहिँ तपाईँले अन्तर्वार्ता सुरु हुन्छ र तपाईँले चाहिँ बसाइको व्यवस्थादेखि चाहिँ हरेक कुराहरू हेर्न सक्छन् हैन। त्यो कुरामा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने आफू सही तरिकाले जानु होला। आफ्नो डकुमेन्टहरू चाहिँ मागेको अवस्थामा चाहिँ तपाईँले दिनुपर्ने हुन्छ र भित्र छिरिसकेपछि चाहिँ तपाईँले आफ्नो परिचय दिनुहोस् भन्ने हुन्छ। नमस्कार हैन, तपाईँको नाम जस्तो एबिसी जे छ हैन, आफ्नो परिचय दिनुहोस् भनिसकेपछि चाहिँ तपाईँले आफ्नो परिचय आफ्नो तरिकाले दिनु होला। सामान्यतया नमस्कार, मेरो नाम चाहिँ हैन, अब मैले यहाँ मेरो नाम लक्ष्मीपुर नेपाल हो हैन। म काठमाडौँ महानगरपालिका 10 बानेश्वरमा बस्छु र मेरो स्थायी घर पनि यहीँ नै हो। मेरो अध्ययन चाहिँ ब्याचलर म्याथमेटिक्स बाट गरेको छु भनेर अर्थात् तपाईँले आफ्नो तरिकाले चाहिँ दिन सक्नुहुने भयो। अब यहाँ सम्बन्धित निकायबाट नै स्थानीय तहमा घर भएकालाई नै दिएकोले चाहिँ तपाईँले भन्दाखेरि पनि म चाहिँ स्थायी घर पनि यहीँ हो र म अहिले यहीँ नै बस्छु भन्ने तरिकाले गर्नु होला हैन। त्यो भयो भने तपाईँलाई सहज पनि हुन्छ। जस्तो कोही चाहिँ भर्नु भएको छ, मानौ कुनै अब भनौँ न भर्नु भएको छ ताप्लेजुङ, तपाईँ काठमाडौँ आएर बस्नु भएको छ भने चाहिँ म यहीँ को स्थानीय हो र म यहीँ बस्छु भन्ने तरिकाले चाहिँ कुरा गर्नुभयो भने बढी जसो चाहिँ स्थानीयलाई प्राथमिकता दिने भन्ने कुरा छ, त्यो पनि विचार गर्नु होला। र म हाल चाहिँ कुनै पनि संस्थामा आबद्ध छैन हैन, कुनै पनि काम गरेको छैन हैन। दोस्रो काम गरेको व्यक्तिले त त्यो काम गर्न सक्दैन। त्यसैले म कुनै पनि अन्य संस्थामा पनि आबद्ध छैन र अहिले खाली पनि भएको अवस्था छ र राष्ट्रिय आर्थिक गणनाको सुपरिवेक्षक अर्थात् आफूले गणक केमा फारम भर्नुभएको छ, म कुनै पनि संस्थामा आबद्ध छैन र त्यो कारणले चाहिँ मैले यसमा फारम भरेको थिएँ भन्ने तरिकाले चाहिँ आफ्नो परिचय टुङ्ग्याउनु होला हैन। त्यसपछि दोस्रो कुरा हुन्छ सुपरिवेक्षक हैन। अब चाहिँ सुपरिवेक्षक अर्थात् गणकमा चाहिँ तपाईँले किन फर्म भर्नुभयो त, अथवा किन आवेदन दिनुभयो त, तपाईँ त्यत्रो पढ्नु भएको रहेछ अथवा अरू तयारी गर्नु भएको छ कि केही छ कि, किन फर्म भर्नुभयो त भन्ने जस्तो प्रश्नहरू सोधिन सक्छ। त्यसमा चाहिँ तपाईँले अब आफ्नो तरिकाले आफूले चाहिँ यो काम गर्नको लागि चाहिँ म स्थानीय भएको हुनाले पनि एउटा कुरा तपाईँको मेरो प्लस पोइन्ट हुने भयो र म चाहिँ यो काम गर्न सक्छु भन्ने ममा आत्मविश्वास छ, आफ्नो योग्यता पनि मेरो पुगेको छ हैन। त्यही भएर नै फर्म भरेको थिएँ र यो काम गर्नको लागि चाहिँ मलाई एकदमै रुचि भएको भएर र आफ्नै स्थानीय निकायमा चाहिँ काम गर्न पाउने भएको भएर चाहिँ मैले यो फर्म भरेको थिएँ भनेर चाहिँ तपाईँले जानकारी दिन सक्नु पर्यो। अब तेस्रो कुरा अर्को सोध्न सक्छन् अथवा त्यहाँ सरले सोध्न सक्नुहुन्छ, आर्थिक गणना के हो त, तपाईँलाई आर्थिक गणनाको बारेमा जानकारी छ, यो कहिले भएको थियो, पहिला पनि भएको थियो कि यो फर्स्ट टाइम हो, केही तरिकाले सोध्न सक्छन्। तपाईँले भन्न सक्नुहुन्छ आर्थिक गणना भनेको चाहिँ देशभरबाट रहेका सबै विभिन्न उद्योग व्यवसाय सेवाहरू पसल तथा अन्य आर्थिक गतिविधिहरू जुन क्षेत्रमा चाहिँ आर्थिक गतिविधिहरू हुन्छ त्यो क्षेत्रको चाहिँ के त तथ्याङ्क सङ्कलन गर्ने प्रक्रिया हो र यसले चाहिँ सरकार र अनुसन्धानकर्ता तथा विभिन्न नीति निर्माण र लगानीकर्तालाई चाहिँ देशको आर्थिक अवस्था बुझ्नका लागि चाहिँ योजना बनाउन, नीति निर्माण गर्न, नीति निर्धारण गर्न र आर्थिक विकासको चाहिँ रणनीतिहरू विभिन्न तयार गर्नको लागि चाहिँ के गर्छ, यसले डेटा अर्थात् हामी तथ्याङ्क सङ्कलन गर्छौँ। त्यसैको लागि चाहिँ आर्थिक गणना गरिन्छ अर्थात् त्यो भनेको चाहिँ यो हो भनेर भन्न सक्नुहुन्छ। योभन्दा पहिले चाहिँ 2075 सालमा चाहिँ आर्थिक गणना भएको थियो भन्ने तरिकाले चाहिँ तपाईँले जानकारी दिनु होला। त्यसपछि आर्थिक गणना कतिमा हुन्छ भन्ने प्रश्नहरू आउलान् हैन।
त्यस्तै अर्को अब त्यसो भए तपाईँले आर्थिक गणनामा फर्म भर्नु भएको रहेछ, त्यसो गणकको काम के हो त नि? तपाईँ गणक हुनुहुन्छ भने चाहिँ गणकको काम के हो त नि, ल मलाई बताउनुहोस् भन्नु होला। अब इनोभेटर अर्थात् गणकको काम के हो भन्दा तोकिएको विभिन्न प्रश्नावली हुन्छ अब सम्बन्धित निकायले होइन, अर्थात् तोकिएका प्रश्न अनुसारको चाहिँ प्रश्नहरू सोध्ने, अन्तर्वार्ता लिने। गणकको काम के हो त भन्दा तोकिएका प्रश्नको चाहिँ सोही अनुसार चाहिँ प्रश्न सोध्ने र अन्तर्वार्ता लिने। कार्यालयले तोकेको क्षेत्र अर्थात् तोकिएको समयभित्र चाहिँ काम गर्ने, व्यवसाय तथा विभिन्न संस्था अथवा घर परिवार के को तथ्याङ्कको सङ्कलन गर्नु भनेको छ सो सङ्कलन गर्ने, उत्तरदाताबाट आएको जवाफलाई चाहिँ सही तरिकाले फारममा अर्थात् डिजिटलमा जेमा तोकिएको छ सोही माध्यममा चाहिँ इन्ट्री गर्ने, सही तरिकाले टिपोट गर्ने, आफूले प्राप्त गरेको तथ्याङ्क र डाटाको चाहिँ आफैले सुरक्षा गर्ने, गोपनीयता कायम गर्ने, कुनै पनि समस्या आयो भने गर्ने होइन। अनि त्यस्तै अवस्थामा सोध्न सक्नुहुन्छ तपाईँलाई कुनै पनि समस्या भयो डेटा लिँदै भने के गर्नुहुन्छ भने सकेसम्म आफै समाधान गर्छु, नसके सुपरभाइजरलाई भन्छु, सुपरवेक्षक अर्थात् कार्यालयलाई जानकारी गराउँछु भन्ने तरिकाले चाहिँ तपाईँले कुरा गर्नु पर्यो। आफूले सङ्कलन गरेको डाटा सहितको फारम चाहिँ सम्बन्धित अधिकारी वा कार्यालयमा चाहिँ सुपरिवेक्षकलाई बुझाउने गर्छु भनेर भन्नु पर्यो। त्यस्तै तथ्याङ्क सङ्कलन गर्दा के कुरामा ध्यान दिनु पर्ला भन्ने कुराहरू सोध्नु होला। तथ्याङ्क सङ्कलन गर्दा के कुरामा ध्यान दिनु पर्ला भन्दा उत्तरदाताले दिएको उत्तरलाई पहिलो कुरा त राम्रोसँग सुन्नुपर्छ र गोपनीयता चाहिँ अपनाउनु पर्छ, डाटाको चाहिँ सुरक्षा गर्नुपर्छ, सही तरिकाले चाहिँ डाटा इन्ट्री गर्नुपर्छ र साथै सही डाटाको चाहिँ टिपोट गर्नुपर्छ। उसले भनेको डाटा चाहिँ सही तरिकाले चाहिँ इन्ट्री गर्नुपर्छ भन्ने चाहिँ तपाईँले बताउनु पर्ने हुन्छ। त्यस्तै अर्को प्रश्न होला, कसैले डाटा दिन नदिने भन्न सक्छन्, के गर्नुहुन्छ त्यस्तो अवस्थामा? छोडेर हिँड्ने कि के गर्ने त? कसैले डाटा दिन मानेन भने हामीले डाटा त सबै व्यवसाय पसल होइन सेवाको चाहिँ सङ्कलन गर्नुपर्ने हुन्छ, कसैले डाटा दिएन भने के गर्ने त भन्दा आफू सरकारी कामको लागि चाहिँ आएको होइन, आफू चाहिँ सरकारी कामकाजको लागि चाहिँ आएको भन्ने कुराको जानकारी दिनु पर्यो। आफ्नो आइडी कार्डको बारेमा चाहिँ जानकारी दिनु पर्यो, आइडी सुरक्षा के छ होइन आफ्नो त्यो देखाउनु पर्यो, म चाहिँ यहाँ यसबाट आएको भन्ने कुरा चाहिँ उहाँहरूलाई जानकारी दिनु पर्यो। डाटाको सुरक्षाको बारेमा बताउनु पर्यो, गोपनीयताको बारेमा बताउनु पर्यो होइन। तपाईँले दिएको जानकारी कतै पनि त्यो बाहिर जाँदैन, हामीले यो डाटा प्रयोजनको लागि मात्रै हो भन्ने कुरा बताउनु पर्यो, सरकारी कामकाजको लागि आएको भन्ने कुराहरू बताउनु पर्यो होइन। र यस्तो गर्दा पनि कसैले अस्वीकार गर्यो भने चाहिँ आफ्नो सुपरवेक्षक अथवा सुपरभाइजरलाई बताउनु पर्यो र सुपरभाइजरले चाहिँ गएर सोको चाहिँ समस्याको समाधान गरिदिनु हुनेछ। त्यस्तै अर्को पसल वा व्यवसाय भएको ठाउँमा जाँदाखेरि चाहिँ अब कुनै पसल रहेछ व्यवसाय रहेछ अथवा त्यो लाइन नै बन्द रहेछ, कुनै बार जानुभएको सोमबार जानुभएको रहेछ, त्यो पुरै पसल व्यवसाय नै सबै त्यो बन्द रहेछ, के गर्नुहुन्छ त्यस्तो अवस्था भने कुन ठाउँमा जाँदाखेरि चाहिँ बन्द भएको सोको बारेमा चाहिँ आफ्नो लोकेसनको चाहिँ टिपोट गर्नु पर्यो, व्यवसायको नाम के थियो होइन, त्यसको मैले चाहिँ नगरेको व्यवसाय मैले तथ्याङ्क सङ्कलन नगरेको व्यवसायको चाहिँ पसलको नाम के थियो टिपोट गर्नु पर्यो, पुनः जाने कहिले भनेर समयको निर्धारण गर्नु पर्यो होइन। 10 ठाउँ जानुहुन्छ होइन, 10 ठाउँको चाहिँ फरक समयमा चाहिँ जानु पर्ला, त्यो समय चाहिँ निर्धारण गरेर फर्किनु पर्ने हुन्छ। अर्को ठाउँ गाह्रो हुनसक्छ, पैदल हिँड्नुपर्ने हुनसक्छ, वर्षाको समय छ होइन, कसरी काम गर्नुहुन्छ, फिल्डमा अप्ठ्यारो के गर्नुहुन्छ भन्ने जस्ता प्रश्न आउन सक्छन्। सबभन्दा पहिले त आफैले परेको समस्याको चाहिँ समाधान गर्न कोसिस गर्ने हो होइन। सबभन्दा पहिलो कुरो चाहिँ म आफैले समस्या आइहाल्यो भने चाहिँ म समाधान गर्न कोसिस गर्छु र आफूले गर्न नसकेको अवस्थामा चाहिँ म सुपरिवेक्षकलाई भन्छु अर्थात् सम्बन्धित निकायमा चाहिँ खबर गर्छु भन्ने तरिकाले चाहिँ कुरा गर्नु पर्यो। त्यस्तै के गुण चाहिन्छ त त्यसो भए गणक हुन अर्थात् सुपरिवेक्षक हुन के गुणहरू हुनु पर्ला भन्ने जस्तो प्रश्न आउला। अब अनुशासित हुनुपर्छ, हरेक कामको लागि चाहिँ अनुशासित, यो सबैभन्दा पहिलो कुरा। समयको पालना होइन, दोस्रो कुरा सभ्य हुनुपर्छ, इमान्दार हुनुपर्छ होइन, सम्बन्धित निकाय अर्थात् निर्देशन गरिएको ठाउँमा जाने हुनुपर्छ। सबै कुरा यो अनुशासितले नै धेरै कुराको चाहिँ निर्णय गर्छ, समयको पालनाले निर्णय गर्छ। यस्तो कुराहरू चाहिँ तपाईँले बताउन सक्नुहुन्छ। कुनै फारम भर्दा चाहिँ गल्ती हुनसक्छ, के गर्नुहुन्छ, गल्ती भइहाल्यो भने लेख्न त लेखिहाल्नुभयो, गल्ती भयो भन्ने थाहा भयो भने के गर्नुहुन्छ भन्दा ध्यानपूर्वक चाहिँ सकेसम्म चाहिँ सुरुमै राम्रोसँग सुनेर अर्थात् रिपिटली क्वेसन सोधेर चाहिँ ध्यानपूर्वक टिपोट गर्ने हो र यदि गर्दै गल्ती हुन पुग्यो भने चाहिँ सच्याउने र मैले चाहिँ यहाँनिर यस्तो भनेकोमा यो गरेको छु भनेर जानकारी गराउने गर्नुपर्दछ। अर्को फिल्डमा काम गर्दा गाह्रो हुन्छ के गर्नुहुन्छ भन्ने हुनसक्छ। फिल्डमा गाह्रो हुन्छ भन्ने चाहिँ थाहा भएर नै मैले फर्म भरेको अर्थात् म गर्न सक्छु, मेरो आत्मविश्वास छ, मलाई कुनै पनि शारीरिक र मानसिक चाहिँ कुनै पनि रूपमा अस्वस्थता छैन, त्यसो कारणले चाहिँ म गर्न सक्छु भन्ने तरिकाले चाहिँ तपाईँले बताउनु पर्ने हुन्छ। अर्को फिल्डमा विभिन्न के अरे यो
भागको चाहिँ समस्या आउन सक्छन्, कसरी समाधान गर्नुहुन्छ, विभिन्न भाषाका समस्या चाहिँ कसरी समाधान गर्नुहुन्छ भनेर सोध्नु होला। यसको चाहिँ अब कुरा के भन्दा म यहीँको स्थानीय हो होइन, अब सम्बन्धित भाषाको बारेमा मलाई ज्ञान छ भन्ने कुराहरू तपाईँलाई छ भने, जस्तो कुनै ठाउँमा हुनुहुन्छ तपाईँ तामाङ भाषाको समस्या आउन सक्छ भन्ने जस्तो भने म यहीँको रैथाने हो अर्थात् म यहीँको स्थानीय हुँ, त्यसैले मलाई चाहिँ यहाँको तामाङ भाषाको बारेमा जानकारी छ यदि तपाईँलाई भने चाहिँ म तामाङ भाषाको बारेमा चाहिँ जानकारी छ, मलाई समस्या छैन भन्ने कुरा बताउन सक्नुहुने भयो। यदि त्यस्तो भाषाको समस्या आइहाल्यो भने चाहिँ म अर्को कसैको सहायता लिन्छु र त्यस्तो परिस्थिति भएको खण्डमा चाहिँ म अर्को बुझ्ने मान्छेसँग चाहिँ उहाँको बारेमा चाहिँ जानकारी लिन्छु भन्ने तरिकाले चाहिँ कुरा गर्नु पर्यो होइन। त्यस्तै अब सुपरभाइजरलाई चाहिँ अन्तर्वार्तामा के सोधिन सक्छन् भन्ने बारेमा जानकारी हेरौँ। सुपरभाइजरको पनि उही नै हो, सुरुमा चाहिँ परिचयको कुरा भइहाल्यो, तपाईँले सुपरभाइजरको चाहिँ परिचयको कुरा नै दिनुपर्ने हुन्छ। त्यस्तै सुपरभाइजरको काम के हो भन्ने बारेमा अघि पनि मैले भनेको थिएँ, यो कुराहरू चाहिँ तपाईँले राख्नु होला। गणकलाई चाहिँ निर्देशन र मार्गदर्शन गर्ने लगायतका यी कुराहरू तपाईँले हेर्नु होला। यो भन्यो भने तपाईँलाई आफूले सुपरवेक्षण गर्दाखेरि चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ यसरी डाटा त्रुटि भएमा हेर्ने, ऱ्यान्डमली चेक गर्ने होइन, गणकलाई सघाउने, यसको चाहिँ प्रगति प्रतिवेदन अर्थात् दैनिक साप्ताहिक रिपोर्ट गर्ने, गणकले सही तरिकाले फर्म भरेको छ कि छैन हेर्ने भन्ने कुरा चाहिँ तपाईँले यो कामहरू भए। त्यस्तै अर्को, गणकले राम्रो डाटा इन्ट्री गरेको छ कि छैन कसरी पत्ता लगाउनुहुन्छ भनेर सोध्नुभयो भने गणकले चाहिँ भरेको फर्महरूको डाटा चाहिँ ऱ्यान्डमली हेर्छु, चेक गर्छु, अथवा फिल्डमा गणकलाई गएर भेट्छु र भेटेर केही अन्तर्वार्ताहरूको निरीक्षण गर्छु, हेर्छु, सहयोग गर्छु भन्ने तरिकाले चाहिँ तपाईँले भन्नु पऱ्यो। अर्थात् काम समयमा सकिएन, नसकिने जस्तो देखियो भने के गर्नुहुन्छ भनेर सोध्नु होला। समयमा नै सक्ने गरी सकेसम्म चाहिँ निर्देशन र सहज तरिकाले गर्ने गरी व्यवस्था मिलाउँछु र यदि त्यस्तो अवस्था आयो अर्थात् आइहाल्यो भने चाहिँ सम्बन्धित कार्यालयमा पूर्व जानकारी गराउँछु र यस्तो सोको बारेमा चाहिँ सहज कसरी हुन्छ सोही तरिकाले गर्ने प्रयास गर्छु भनेर भन्नु पर्यो। त्यस्तै अर्को, तपाईँ सुपरवेक्षकका लागि चाहिँ किन फर्म भर्नुभयो त भनेर सोध्नु होला होइन। सुपरवेक्षण गर्नका लागि फर्म चाहिँ किन भर्नु भएको त भनेर सोधिएला। सो अवस्थामा चाहिँ तपाईँले अब आफूसँग अनुभव छ भने चाहिँ सो कुरा सबैभन्दा पहिले राख्नु पर्यो। मैले चाहिँ योभन्दा पूर्व पनि मैले यो काम गरेको थिएँ, त्यसैले मसँग अनुभव छ र त्यसैले गर्दा चाहिँ म सुपरभाइजरका लागि फर्म भरेँ भन्न सक्नुभयो। र आफू चाहिँ सुपरभाइजर भएर काम गरेको आधार प्रस्तुत गर्न सक्ने कुनै छन् भने चाहिँ सो प्रस्तुत गर्न सक्नुहुन्न। नभए चाहिँ म आफ्नो क्षमता छ, म चाहिँ यो कार्य गर्न मसँग चाहिँ नेतृत्व त क्षमता भएको हुनाले चाहिँ मैले सुपरभाइजरमा फर्म भरेको भन्ने कुराहरू चाहिँ आधार चाहिँ के छन् त भन्ने कुराहरू तपाईँले प्रस्तुत गर्नुपर्छ। अर्को, काम समयमा नसके के गर्नुहुन्छ भन्नु भने चाहिँ समयमा नै सक्ने गर्ने निर्देशन दिने, सहज तरिकाले गर्ने गरी चाहिँ व्यवस्था मिलाउँछु र त्यस्तो अवस्था आयो भने सम्बन्धित कार्यालयमा पूर्व जानकारी गराउँछु भन्ने तरिकाको चाहिँ तपाईँले कुरा गर्नुपर्ने हुन्छ। यसरी चाहिँ तपाईँले आफ्नो गणक र सुपरभाइजरलाई चाहिँ सोधिने केही सामान्य प्रश्नहरूको बारेमा चाहिँ मैले तपाईँलाई जानकारी दिएँ। भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला र कुनै त्रुटि भए चाहिँ यसलाई सच्याउने छु, माफ गर्नु होला भन्दै यो भिडियोबाट बिताउन चाहन्छु। धन्यवाद, नमस्ते, शुभरात्रि सबैलाई।